तानसेनबाट पूर्वतिर लाग्यौँ। तानसेन अलिक पश्चिमतिर फैलिएको रहेछ। अनि त्यहाँबाट अगाडि बढिसकेपछि चाहिँ अहिले यहाँको पाल्पाको नयाँ गाउँपालिका बनस्काली गाउँपालिकामा छौँ र यस्तो र घाम लागेको छ नि। यहाँ लुगाको 2 लेयर खोलिसकेँ मैले। बाटो राम्रो छ, अलिक क्राउडेड पनि छ भनौँ न। धेरै इन्डियन गाडीहरू चाहिँ इन्डियन पब्लिक बसहरू पनि ठुलो बसहरू पनि धेरै देखियो र इन्डियन प्राइभेट गाडीहरू त कति सानो गाडीहरू। अब हाम्रो यात्रा कन्टिन्यू छ। अब चाहिँ लगभग एराउन्ड 100 किलोमिटर जति छ पोखरा पुग्नलाई र अबको 20 किलोमिटर 18-20 किलोमिटर रामदी भन्ने ठाउँ छ। अनि त्यो रामदी बजारमा हामी बसेर चिया खाएर अगाडि बढ्छौँ। सो अहिले हामी चाहिँ पाल्पाको आर्य भन्ज्याङ भन्ने ठाउँमा छौँ। एउटा सानो बजार रहेछ। यहाँ चाहिँ निरज सरले हाम्रो प्रहरी अफिसरलाई चाहिँ यहाँबाट कालीगण्डकी कोरिडोर जस भर्खर खुलेको बाटो है, कालीगण्डकी कोरिडोर चाहिँ त्यहाँबाट हाम्रो गैँडाकोट निस्किन्छ अरे बाटो सिधै। अनि त्यहाँको बाटोमा बारेमा हामीले बुझेको यो आर्य भन्ज्याङ भन्ने ठाउँबाट लगभग 14 किलोमिटर अगाडि गएपछि रामपुर जाने बाटोतिर रामदी र रामपुर दुई ठाउँमा दुईतिर जाने बाटो भेटिन्छ। रामदीतिर नगएर रामदीतिर गयो भने चाहिँ आई थिङ्क पोखरा जाने होला। त्यहाँबाट रामपुरतिर गयो भने चाहिँ कालीगण्डकी कोरिडोरको हुँदै गैँडाकोट निस्किने बाटो अप्सनल त्यो बाटो छ भन्ने त्यहाँ सुनेको। बाटो राम्रो छ अरे। हामी रामदी आइपुग्यौँ। रामदीमा चाहिँ कालीगण्डकी तर्नुपर्ने रहेछ पोखरा जानको लागि। रामदीभन्दा 1 किलोमिटर अगाडिबाट चाहिँ रामपुर हुँदै कालीगण्डकी कोरिडोरबाट गैँडाकोट जाने बाटो छुट्यो। लुम्बिनी प्रदेश छोडेर गण्डकी हामी चाहिँ अब गण्डकी प्रदेशमा प्रवेश गर्दैछौँ। पाल्पा जिल्ला छोड्यौँ, लुम्बिनी प्रदेश छोड्यौँ, कालीगण्डकी तर्दैछौँ। अब अलि अगाडिबाट चाहिँ हामी अलि 1 किलोमिटर अगाडि आयौँ। त्यहाँबाट चाहिँ कालीगण्डकी कोरिडोर सिधै गैँडाकोट जाने त्यहाँबाट बाटो रहेछ। अब यहाँ के आयो भन्दाखेरि त कालीगण्डकी तरेर जिल्ला प्रहरी कार्यालय स्याङ्जा। ल हामी अब स्याङ्जा जिल्ला प्रवेश गऱ्यौँ र गण्डकी प्रदेशको स्याङ्जा जिल्ला प्रवेश गऱ्यौँ। के नगरपालिका यहाँ अगाडि छ के नगरपालिका भन्दा गल्याङ नगरपालिका यहाँलाई स्वागत गर्दछ। गल्याङ स्याङ्जा गण्डकी प्रदेश। ल एउटा नयाँ ठाउँ आइपुग्यो है। राम नदी राम नदी धाम प्रवेशद्वार। यो ठाउँ ठुलै रहेछ है। गण्डकी प्रदेश भने ठुलो गण्डकी खोलाको छेउमा त ठुलै हुन्छ। गण्डकी त अब हिमालको एउटा एकदमै पवित्र खोला र यो गण्डकी चाहिँ अब अगाडि नारायणीमा मिल्ने भएको हुनाले गण्डकीको छेउ चाहिँ गण्डकी के अरे कालीगण्डकी कोरिडोर बनाएर कोरिडोर भएको बाटो पनि जाँदो रहेछ। वैकल्पिक बाटो। आजको तेस्रो जिल्ला र अब आजको तेस्रो जिल्ला र हाम्रो यात्रा चाहिँ पोखरातिर कन्टिन्यू। स्याङ्जा जिल्लाको आसपासको बाटोको भ्यू। बाटो त राम्रो छ एकदमै, अलि साँगुरो तर एकदम गाह्रो ठाउँ क्या। जियोग्राफी पुरै चट्टान फोडेर बनाएको जस्तो छ। एकतिर बाटो एक्सप्यान्ड गर्नलाई एकदम गाह्रो ठाउँ छ तर घमाइलो दिन। र एकदमै कालीगण्डकी त हामीले छोडिसक्यौँ। अब यहाँबाट लगभग 92-93 किलोमिटर पोखरा। हाम्रो आशा छ पोखरा घाम हुँदै पुगिन्छ कि घाम हुँदै पुग्दैन होला होइन, किनभने बाटो एकदमै गाडी स्लोमै छ। एकदम टर्निङ धेरै हाई भएको हुनाले र साँगुरो भएको हुनाले एकदमै फ्रिली कुदाउन अलिक गाह्रो छ। त्यही भएर टाइम चाहिँ लाग्छ तर यात्रा एकदम रमाइलो छ। अहिले चाहिँ हामी स्याङ्जा जिल्लाको गल्याङ भन्ने ठाउँमै छौँ है। गल्याङ नगरपालिका त परिसक्यो पनि गल्याङै रहेछ। यत्रो हाइटको जुरुङ्गे पुल छ है। मलाई चाहिँ यो देखेरै पुरै डर लागिसक्यो क्या। कति हाइट छ क्या यसको जुरुङ्गे पुलको। त्यस्तो ठाउँ हामी नसक्नु छ त बाटो भयो इन्डियन गाडी ल यहाँको यो ठाउँको चाहिँ यो भ्यू पोइन्टहरू है, घुम्ने ठाउँहरू मनासकोट लेखेको छ। त्यहाँ धेरै ठाउँ छ र यो लोकेसन चाहिँ यस्तो छ नि। यो तलको आधी खोला अरे है। यहाँ यस्तो झन्डा छ तलको आधी खोला अरे। खोला थोरै देखिन्छ। यो गीतमा सुनेको आधी खोला यही हो कि अर्को थाहा छैन होइन। यस्तो हाइटको पुल, यति न धेरै इन्डियनहरू यहाँ आउँछ है। यति इन्डियन गाडीहरू यहाँ देखियो। अहिले चाहिँ हामी स्याङ्जाको भकुन्डे बजारमा आइपुग्यौँ।
बजार एकदमै ठुलो छ। स्याङ्जामा जियोग्राफी कम्प्लिकेटेड भए पनि घरहरू चाहिँ सबै क्लासिक घरहरू छ, कङ्क्रिटको ठुल्ठुलो घरहरू, त्यस्तो झुप्रो घरहरू चाहिँ धेरै देखिँदैन। अनि अब यो भकुन्डे बजार एकदमै ठुलो रहेछ, उतातिर खोलाको छेउमा बजार छ। यहाँबाट 2 किलोमिटरमा वालिङ भनेपछि वालिङसम्म लगभग बजार कन्टिन्यू होला भनेपछि एकदम ठुलै बजार भएको ठाउँ होला यो एकदम स्कुल बसहरू स्कुल छुट्टीबाट घरतिर गइरहेछ। अबको 1.5-2 किलोमिटरमा हामी चाहिँ स्याङ्जाको वालिङ छिर्छौँ। स्याङ्जाको बजार म त वालिङ भनिरहेको थिएँ, होइन रहेछ, हेडक्वार्टर त पुतली बजार रहेछ। पुतली बजार जाने बाटो चाहिँ अब कताबाट छुट्टिन्छ, यस हामी वालिङ हुँदै अगाडि बढ्छौँ। सो हामी चाहिँ त्यो भकुन्डेबाट अलिक वर यस वालिङ बजारको पेरिफेरी सुरु भइसक्यो। एकदमै डेन्स बस्ती छ, ठुलै राम्रै। अहिले चाहिँ हामी स्याङ्जाको पुतली बजारमा आइपुग्यौँ। यहाँ चाहिँ के हो निरसरी हो? सुन्तला रहेछ, सुन्तला। यो त सुन्तलाको स्ट्याचु रहेछ यहाँ त। ल अनि अब यो बजार ठुलै छ है, लगभग यो बाटोभरि सुन्तला बेचिरहेको देखाएको थिएँ होइन, यहाँ त ठुलै सुन्तला रहेछ यो। लगभग यो स्याङ्जाको अन्तिम बजार होला है, होला सायद। त्यसपछि हामी लगभग पाल्पा जिल्ला सुरु गर्छौँ होला। पाल्पा अब त कास्की कास्की जिल्ला, सरी है। एकदम इभिनिङमा बजार एकदम राम्रो देखिएको छ, ठुलै छ यो बजार है। अनि सुन्तला बाटोबाट देखिरहेको थियौँ। तपाईँ त सुन्तला अनि बोटमा टिपेर खाने भन्नुहुन्थ्यो त। भने त हो नि, खोइ त हाइवे साइडमा खासै बोट भेटेन। हाइवे साइडमा बोट भेटिएन, अनि सुन्तला बोटमा खाने भन्दै थियौँ, भेटिएन। अब लगभग स्याङ्जाको इन्डिङतिर छौँ होला हामी। अब हामी चाहिँ कास्की जिल्ला प्रवेश गर्छौँ। सो एट लास्ट एराउन्ड 100 किलोमिटर यात्रा गरिसकेपछि कास्की जिल्ला कतिखेर आउँछ भनेर बोर्ड खोजिरहेको थियो। एकैचोटि पोखराको बोर्ड आयो, जिल्ला प्रहरी कार्यालय पोखरा थियो होइन। अनि एकैचोटि पोखरा भनेपछि काशीको सिमाना पनि यही, पोखराको सिमाना पनि यही, यस्तो लाग्यो मलाई। पोखरा महानगरपालिका यहीँसम्म होला कि त्यस्तो त हुँदै होइन होला जस्तो लागेको थियो। तर अब पोखरा पनि यही, काशी पनि यही भनेको होइन। यहीँदेखि हामीले एट द सेम टाइम एकैचोटि पोखरा पनि सुरु गऱ्यौँ, इन्ट्री गऱ्यौँ र कास्की जिल्ला पनि इन्ट्री गऱ्यौँ। ड्राइभिङ चाहिँ खतरा गरिरहेको छ। म्यापले कस्तो देखाइरहेको छ भन्दाखेरि 17 किलोमिटर के अरे 17 किलोमिटर र 40 मिनट देखाइरहेको छ अझै पनि। भनेपछि कस्तो दुर्गम ठाउँ छ हामी। अनि पुरै गजाङ गुन्जु त बाटोको टर्निङ हेर्दाखेरि पोखरा दूर कि बाद जस्तो लाग्छ मलाई, तर उसले पोखरा चाहिँ देखाइरहेको त्यहाँ। ल अहिले चाहिँ अब हामी यस लास्ट पोखरा आइपुग्यौँ। बल्ल 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 होटल फेला पारियो। न्यु इयरको पुरै भिडले न्यु इयर यी बनाउन आएको मान्छेले गर्दाखेरि यति धेरै इन्डियन किन आयो भनेको त न्यु इयरले गर्दा रहेछ। हामी चाहिँ यो रुम, अब हामी बाहिर निस्किँदैछौँ। अनि म मेरो रुमको बाहिरको भ्यू देखाउँछु है, निरज सरले भने देखेको भ्यू क्या। यो रुमबाट हाम्रो यस्तो भ्यू देखिरहेको छ है पोखराको। ऊ त माथि वाइट गुम्बा देखिरहेको छ। ऊ त्यो तालबारा यो कहाँ? ऊ त्यो तालबाराई मन्दिर, माथिको त वाइट गुम्बा पुरै यो एकदम बाराई लेक साइडमा छौँ। उता माथि पुरै फोकस साइड आइरहेको छ, त्यहाँ कन्सर्ट भइरहेको छ लेक साइडमा। हामी चाहिँ अब धीरे धीरे हिँड्दैछौँ।